म इलाममा जन्मेको हो अनि म हुर्केको पनि इलाममै हो। सो इलाम भन्ने बित्तिकै अब त्यो बेलामा त सानो ठाउँ हो होइन? सो अहिले आएर धेरै चेन्जेसहरू भएको छ। अनि स्कुल लेभलसम्म मैले त्यहाँ कम्प्लिट गरेँ। अनि मेरो सपना चाहिँ के थियो भन्दाखेरि काठमाडौँ आउने, काठमाडौँ आइसकेपछि होटल म्यानेजमेन्ट पढेर यही इन्डस्ट्रीमा केही गर्छु भनेर सोचेको थिएँ। सानो सहरबाट अब ठुलो सहरमा आउँदाखेरि धेरै सपनाहरू बोकेर आइन्छ नि होइन? सो त्यस्तै सपना बोकेर म पनि आएको थिएँ। म होटल म्यानेजमेन्ट पढिरहेको थिएँ त्यतिखेर है स्टार्टिङमा। अनि होटल म्यानेजमेन्ट पढ्दाखेरि चाहिँ मेरो +2 सकिसकेपछि चाहिँ मेरो यो नमुना कलेजको चाहिँ साथीहरू हुनुहुन्थ्यो। सो उहाँहरूसँग सो हेर्न गएँ भनौँ न। नमुना कलेजले एभ्री इयर एक एकवटा ग्रेजुएटिङ ब्याचले चाहिँ फेसन सो अर्गनाइज गर्छ। सो त्यो एउटा सो हेरेर जाँदाखेरि चाहिँ मेरो सबै कुरा चेन्ज भयो भनौँ न। बच्चादेखि नै म अलिकति क्रिएटिभ थिएँ। अनि यो आर्ट एन्ड क्राफ्ट अनि पेन्टिङ्सहरू एकदमै इन्ट्रेस्ट थियो मलाई। सो मेबी त्यहाँबाट त्यो कनेक्सन भएको हो जस्तो लाग्छ। अनि नमुना कलेजको ग्रेजुएटिङ ब्याचले सो गर्दाखेरि मैले जब रनवेमा त्यो डिजाइन्सहरू देखिसकेपछि चाहिँ म यतापट्टि फेसन डिजाइनिङपट्टि चाहिँ एकदमै इन्ट्रेस्टेड भएँ होइन, अट्र्याक्ट भएँ। अनि त्यस पछाडि चाहिँ मैले कम्प्लिटली कोर्स नै चेन्ज गरेँ भनौँ न। यो होटल म्यानेजमेन्ट छोडेर मैले यतापट्टि डिजाइनिङ सेक्टरमा आएँ। इलाममा चाहिँ मैले क्लास 10 सम्म एसएलसीसम्म गरेँ हो। अनि स्कुलको लाइफ चाहिँ मेरो ठिकै थियो भनौँ। म त्यस्तो ब्राइट स्टुडेन्ट पनि होइन होइन, तर त्यस्तो एकदमै कमजोर स्टुडेन्ट पनि थिइनँ। अनि बिचमा चाहिँ के भयो भन्दाखेरि यो हाम्रो त्यतिखेर माओवादीहरूको उसले प्रब्लमले गर्दाखेरि इलाम जिल्लाको चाहिँ सबै बोर्डिङ स्कुलहरू चाहिँ बन्द गर्नु परेको थियो क्या। सो मैले चाहिँ एसएलसी पनि यता गभर्मेन्ट स्कुलबाट दिनु परेको थियो त्यतिखेर। सो मेरो स्टडिजमा चाहिँ अलिकति डिस्टर्ब भएको थियो भनौँ न। क्लास 8 मा पढ्दाखेरि हाम्रो स्कुल सबै बन्द भएको थियो। सो त्यसले गर्दाखेरि म यतापट्टि पब्लिक स्कुलमा पढ्न जानु परिरहेको थियो। मेरो जिजुबुवा र मेरो हजुरबुवा चाहिँ आर्मीमा हुनुहुन्थ्यो पहिले। सो तर त्यस पछाडि मेरो बाबाहरू चाहिँ सबैजना यता सरकारी कर्मचारी हुनुहुन्थ्यो। आई थिङ्क मेरो फ्यामिलीमा एन्टायर जेनेरेसनमै म मात्रै एकजना बिजनेसमा लागेको होला है। फेसन डिजाइनिङको त परै जाओस् कुरा होइन, बिजनेसमा लागेकै म फर्स्ट जेनेरेसन हो होइन। अनि सुरुमा पेरेन्ट्सलाई यता डिजाइनिङ पढ्छु भनेर मैले कन्भिन्स गराउनु चाहिँ एकदमै गाह्रो भएको थियो होइन। उहाँहरूले चाहिँ मलाई दिनुभएको थिएन। अनि मेरो ममको पनि डेथ भइसकेको थियो। सो त्यसले गर्दाखेरि घरको फाइनेन्सियल कन्डिसन पनि अलिकति नाजुक नै थियो त्यतिखेर जब मैले यतापट्टि कलेज जोइन गर्दै थिएँ होइन। सो आफै कमाएर आफै पढ्नुपर्ने एउटा बाध्यता पनि थियो। अनि प्लस मेरो बाबाले पनि मलाई अप्रुभ दिनुभएको थिएन है। अप्रुभल दिनुभएको थिएन त कलेज जोइन गर भनेर। सो मैले जे जति गरेँ मैले मेरो दिदीको आँटले अनि त्यस पछाडि मेरो बहिनीको सपोर्टले गर्दाखेरि मैले यता कलेज जोइन गरेँ हो। एसएलसी सकेँ। एसएलसी सकिसकेपछि म काठमाडौँ आएँ। अनि काठमाडौँ आइसकेपछि मैले +2 क्लियर गरेँ। अनि +2 क्लियर गरिसकेपछि चाहिँ जुन ग्याप समय हुन्छ नि होइन, हो त्यतिखेर चाहिँ मैले कामहरू गरेँ। धेरै ठाउँमा काम गरेको छु मैले। अनि जस्ट काठमाडौँमा चाहिँ एकदम स्ट्रगल गरेको छु मैले। स्ट्रगलिङ फेजमा चाहिँ मैले के गर्नु परेको थियो भन्दाखेरि मैले सिभिल मलमा एज अ सेल्स बोयको पनि मैले काम गरेको छु होइन। अनि वार्डरोब भन्ने स्टोर अझै पनि छ त्यहाँ है। सो मेरो इनिसियल जब चाहिँ त्यहाँ थियो। मैले होम ट्युसनहरू गराएको छु। अनि सँगै मैले हिमालयन टाइम्सको पनि होइन त्यो सब्सक्राइबर गराउँदै मैले काठमाडौँको गल्ली गल्ली काठमाडौँ भक्तपुर ललितपुर सबै हिँडेको छु। सो मलाई चप्पा चप्पा सबै थाहा छ। +2 को जब मेरो ग्याप थियो त्यतिखेर मैले नमुना कलेजको स्टुडेन्टहरू चाहिँ मेरो साथी भयो होइन। सो उनीहरूको चाहिँ कस्तो हुन्छ भने हाम्रो नमुना कलेजमा चाहिँ एभ्री ग्रेजुएटिङ ब्याचले चाहिँ एउटा फेसन सो अर्गनाइज गर्नुपर्ने हुन्छ। अनि त्यो सोमा चाहिँ मैले हेर्ने मौका पाएँ भनौँ न। अनि म त्यो सो हेर्न गएँ। त्यो सो हेर्दाखेरि चाहिँ रनवेमा जति पनि डिजाइनहरू मोडल्सहरूले क्यारी गरेर वर्क गरिरहेको थियो होइन। त्यतिखेर चाहिँ मलाई के लाग्यो भन्दाखेरि चाहिँ यो त मैले पनि गर्न सक्छु जस्तो फिल भयो क्या। अनि त्यसमा एकदमै अट्र्याक्सन बढ्यो मलाई। अनि 1 इयर चाहिँ मैले एकदमै स्ट्रगल गरेँ। मैले इभन मेरो कलेजको एडमिसन फिसहरूदेखि लिएर सबै कुरा जुटाउनुको लागि, किनभने मेरो प्यारेन्ट्सले त मलाई अलाउ गर्नुभएको थिएन यता पढ्नुको लागि त होइन। फाइनेन्सियल कन्डिसन पनि घरको त्यस्तै थियो स्थिति। सो त्यसले गर्दाखेरि मैले 1 वर्ष चाहिँ कलेज ड्रप गरेर मैले कामहरू गरेँ। सो त्यो पछाडि चाहिँ मलाई पैसा जस्ट रेभेन्यू जेनेरेट भयो कलेज चुज गर्नुको लागि, एडमिसन गर्नुको लागि। अनि यता त्यही पैसाले चाहिँ मैले कलेज एडमिसन गरेर अनि आफ्नो करियर स्टार्ट गरेँ भनौँ न। 2013 मा म नमुना कलेजमा इनरोल भएँ। अनि 2014 बाट नै मैले काम स्टार्ट गरेँ। किन भन्दाखेरि मलाई अलिकति मेरो फाइनेन्सियल कन्डिसन त्यति राम्रो थिएन हाम्रो। सो एउटा रुम लिएर बसेको मान्छे हो म काठमाडौँमा होइन।
अनि त्यतिखेर अब घरबाट मलाई पठाऊ भन्नुलाई पनि मलाई अप्ठ्यारो थियो त्यतिखेर त्यो सिचुएसन त्यस्तो थियो मेरो फ्यामिलीमा। अनि मैले आफै 2014 बाट मैले कस्टमरहरूको घर-घरमा गएर नाप लिएर उहाँहरूलाई लुगा पनि घर-घरमै डेलिभर गरेर मैले त्यसरी नै पैसा कमाउँदै कलेजको फिस तिर्दै मैले पढाएँ हो। सो 2018 मा चाहिँ म ग्रेजुएट भएँ। यस्तो थियो 2013 मा जब म कलेज इनरोल भएँ होइन, त्यतिखेर पिडिलाइट इन्डस्ट्रीबाट मुम्बईबाट चाहिँ उहाँको डेलिगेट्सहरू आउनुभएको थियो। सो उहाँहरूले हामीलाई 1 विकको ट्रेनिङ दिनुभएको थियो होइन। सो पिडिलाइटको प्रडक्टहरू युज गरेर हामीले डिजाइन गर्नुपर्ने हुन्थ्यो क्या। अनि त्यतिखेर मैले 3-4 वटा प्रडक्टहरू बनाएको थिएँ। सो त्यो प्रडक्टहरू मेरो सेल भयो अनि प्लस मैले कलेजमा पनि मैले फर्स्ट पोजिसन हासिल गरेको थिएँ त्यो कम्पिटिसनमा। अनि त्यो पछाडि मलाई के कन्फिडेन्स बढ्यो भने मैले बनाएको प्रडक्टहरू बिक्ने रहेछ भनेर मलाई एउटा कन्फिडेन्स बिल्डअप भयो क्या। अनि त्यस पछाडि मैले सामानहरू बनाउँदै त्यसरी बेच्न थालेँ। अनि पछिबाट चाहिँ मैले यता हाम्रो ब्राइडल आउटफिटहरूको एकदमै मार्केट राम्रो छ नि त। सो त्यसले गर्दाखेरि त्यतापट्टि हात हालेँ। अनि कस्टमरको घर-घरमै गएर लुगा नाप्ने, उहाँहरूलाई डेलिभर गर्ने त्यो गर्थेँ। अनि मसँग चाहिँ सिलाइ मसिन पनि थिएन सुरुमा है। त्यो किन्ने पैसा पनि थिएन मसँग। अनि म कलेजकै हाम्रो स्टिचिङ ल्याब भन्छ होइन, सो त्यहाँ चाहिँ मसिनहरू सबै एभाइलेबल हुन्छ। अनि मैले चाहिँ त्यहाँ गएर 2:30 सम्म कलेज हुन्थ्यो अनि आफ्टर 2:30 to 6 सम्म म कलेजमै बसेर लुगाहरू सिलाउँथेँ कस्टमरको। सो त्यहीँबाट मैले त्यो लुगा बेच्दै, पैसा जम्मा गर्दै आफ्नो सिलाइ मसिन किनेँ। हाम्रो ड्रेसिङ फर्म भन्छ म्यानकिन होइन, त्योहरू किनेँ। बिस्तारै एउटा मसिन हुँदै त्यस पछाडि 2टा मसिन हुँदै होइन। अनि 2016 सम्म आइपुग्दाखेरिसम्म मसँग एकजना मैले हेल्पर पनि राखेँ। अनि हेल्पर राखिसकेपछि मैले 2016 को जनवरीमा मैले फर्स्ट कलेक्सन सो गरेँ। यो चाहिँ हजुरको पोखरामा भएको थियो यो सो, दसो हो सोको नाम चाहिँ। अनि त्यस पछाडि चाहिँ मलाई इन्डस्ट्रीको मान्छेहरूले चिन्नुभयो भनौँ न। त्यो सो मेरो एकदमै राम्रो भयो है, कलेक्सन सबैले मन पराइदिनु भयो। अनि यो हिमालयन टाइम्सबाट अनि यो TGI बाट मलाई सुटहरूको लागि कन्ट्याक्ट गर्न थाल्नुभयो। अनि प्लस सेलिब्रिटिजहरूले पनि मलाई नोटिस गर्न थाल्नुभयो। अनि 2016 को अप्रिलमा मैले मेरो सेकेन्ड कलेक्सन नेपाल फ्यासन विकमा सोकेस गरेँ। त्यो भनेको त एउटा स्टुडेन्ट डिजाइनरको लागि त एकदमै ठुलो प्लेटफर्म थियो त्यतिखेर है। अनि सपना जस्तो क्या, अब नेपालको प्रोमिनेन्ट फ्यासन डिजाइनर्सहरू हुनुहुन्थ्यो जुन रनवे उहाँहरूले सोकेस गरिरहनु भएको थियो जुन रनवेमा होइन। मैले पनि त्यो रनवेमा सोकेस गर्न पाउँदाखेरि चाहिँ मलाई एकदम डर पनि लागिरहेको थियो अनि एक्साइटमेन्ट पनि थियो होइन। सो 2016 को अप्रिलमा मैले जुन नेपाल फ्यासन विकमा सोकेस गरेँ त्यो कलेक्सन इभनिङ गाउन्सहरू थियो त्यतिखेर है। अनि स्पार्कल थियो त्यो कलेक्सनको नाम। अनि त्यो एकदमै हिट पनि भयो। अनि त्यो पछाडि चाहिँ मैले फर्केर हेर्नु परेन। त्यसरी जर्नी अगाडि बढ्दै गयो। एउटा सिङ्गल रुमबाट 2टा फ्ल्याट भयो, एउटा फ्ल्याट भयो, एउटा फ्ल्याटबाट 2टा फ्ल्याट अनि अब अहिले घर छ होइन। सो आफ्नो फ्याक्ट्री छ। सो यहाँसम्म आइपुगेको छु भनौँ। मेरो 2016 को सो स्टपर चाहिँ बाला लिम्बू हुनुहुन्थ्यो। तर मैले मजाले काम गर्न पाएको चाहिँ मलिना जोशीसँग। उहाँले त्यतिखेर मुभी गरिरहनु भएको थियो। सो मेरो फर्स्ट कलेक्सन जुन दसो थियो होइन, त्यसमा फेयरी टेल थियो मेरो कलेक्सनको नाम। सो त्यो कलेक्सनबाट 3-4 वटा आउटफिट पिक गरेर उहाँले आफ्नो मुभीको लागि युज गर्नुभएको थियो। सो त्यस पछाडिदेखि चाहिँ हाम्रो एउटा राम्रो रिलेसन बिल्डअप भयो होइन। अनि उहाँको लागि मैले हरेक इभेन्टमा मैले नै डिजाइन गर्थेँ अनि स्टिल अझै पनि मैले नै गरिरहेको छु उहाँको लागि। मेरो त जहिले पनि एउटै उयो छ होइन, जहिले पनि ठुलो सोच्नुपर्छ, कहिले पनि सानो सोच्नु हुँदैन जस्तो लाग्छ मलाई है। अनि त्यो सोचाइले नै धेरै म्याटर गर्छ जस्तो लाग्छ अघि बढ्नुमा। 2016 मा मैले जब सोकेस गरेँ डिजाइनहरू होइन यता नेपाल फ्यासन विकमा, त्यस पछाडिदेखि मैले अरू मिस नेपालहरूसँग पनि काम गर्न मौका पाएँ। स्टिभा मानन्दर होइन, सो उहाँसँग पनि काम गरेँ। अनि ग्रेजुअली मलाई हिडन ट्रेजरबाट कल आयो। सो उहाँहरूले मलाई बोलाउनु भयो। अनि त्यस पछाडि मैले उहाँहरूसँग 2017 बाट काम गरेको होइन। अहिले स्टिल अझैसम्म पनि म उहाँहरूसँग काम गरि नै रहेको छु। सो 2017 देखि काम गरेर अहिले 2025 सम्म धेरै मिस नेपालहरूसँग मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ, मिस नेपाल युनिभर्स, मिस नेपाल एसिया पेसिफिक उहाँहरूसँग काम गरिरहेको छु स्टिल। अनि मिस सुप्रानेसनलहरूसँग पनि मैले काम गरि नै रहेको छु। अहिले मिस्टर नेपालसँग पनि काम गरिरहेको छु। सो ब्युटी क्विन अनि हाम्रो यो मोडलिङ इन्डस्ट्रीभित्र मैले म्याक्सिमम् सबैजनासँग काम गरिसकेको छु। मेरो स्टार्टिङ इनिसियल फेजमा चाहिँ ब्राइडल वेयरबाट स्टार्ट भएको हो होइन। सो ब्राइडल वेयरको मार्केट नेपालमा राम्रो छ है।
अनि ब्राइडल बिजनेस मैले जब 2018 बाट स्टार्ट गरेँ होइन, त्यतिखेरको र अहिलेकोमा धेरै चेन्जेसहरू आएको छ क्या हजुरको। अनि ब्राइडल बिजनेसमा चाहिँ एकदमै राम्रो छ। हाम्रो मेन टार्गेट ग्रुप भनेको चाहिँ हाम्रो चाहिँ ब्राइड र ग्रुम नै हुनुहुन्छ। सो पहिले इनिसियल डेजमा स्टार्ट गर्दाखेरि 2014 मा होइन, त्यतिखेर ग्रुमहरूले प्रिफर गर्नु हुँदैन थियो डिजाइनर कहाँ गएर होइन आउटफिट डिजाइन गर्ने भनेर है। सो अहिले चाहिँ आएर सबैजना एकदमै फ्यासन कन्सियस पनि भइसक्नु भएको छ, अनि प्लस अवेर पनि हुनुहुन्छ के लाउने, कस्तो लाउने, ट्रेन्डमा के छ भन्ने कुराहरू उहाँहरूलाई सबै अलरेडी थाहा छ क्या। सो धेरै नै चेन्जेसहरू आइसकेको छ पहिलेको हेरिकन अहिलेसम्म। हाम्रो म्याक्सिमम् कस्टमर्सहरू चाहिँ 80% कस्टमर्स चाहिँ एनआरएनहरू हुनुहुन्छ होइन। सो उहाँहरूले बाहिरबाट लुगा अर्डर गरेर हामी कहाँ किन्नुहुन्छ है। अनि हजुरले जुन भन्नुभयो इन्टरनेसनली अब त्यो अभाइलेबल छ, इजिली एक्सेसेबल छ, त्यो पनि हो नभएको होइन। तर स्टिल कस्तो हुँदो रहेछ भन्दाखेरि चाहिँ आई थिङ्क हामीले चाहिँ नेपाली कस्टमरहरूको चाहिँ हामीले नेपाली टेस्ट कस्तो छ भनेर बुझिसकेको छ जस्तो लाग्छ मलाई। सो त्यसले गर्दाखेरि चाहिँ उहाँहरूले चाहिँ हामीसँग नै उयो गर्नुहुन्छ, किन्नुहुन्छ भनौँ न। मलाई एकदम नेपाल मनपर्छ है। अनि 2018 मा मैले एउटा डिसिजन लिएको हो नेपाल बस्ने कि बाहिर जाने भनेर होइन। सो 2018 मा मैले बाहिर जानुभन्दा नेपालमा के गर्छु भनेर बसेको मान्छे हो म है। अनि 2017 मा मैले मेरो फर्स्ट हेडिस ब्राइडल कलेक्सनै भनौँ होइन, बेहुली कलेक्सन भनेर मैले रिलिज गरेको थिएँ। त्यतिखेर चाहिँ मैले चौबन्दीलाई अलिकति मोडिफाई गरेर मोडर्नाइज गरेर लेहेङ्गासँग पेयर गराएको थिएँ। सो त्यो अहिले एकदमै ट्रेन्डमा छ है। तपाईँहरूले पनि देख्न सक्नुहुन्छ मार्केटमा सबैजनाले पहिले चौबन्दी भन्नु बित्तिकै अलिकति चाहिँ नि एज भएको वुमेनहरूले प्रिफर गर्ने लुगा थियो अनि आउट अफ फ्यासन पनि थियो। सो त्यो कुरालाई चाहिँ मैले मोडर्नाइज गरेर मेन स्ट्रिम फ्यासनमा ल्याएँ। सो हेरिटेज ब्राइडल भन्नु बित्तिकै तपाईँको हाम्रो नेपालसँग रिलेटेड जति पनि नेपालको जात जाति छ, जति पनि नेपालको रिच कल्चरल हिस्ट्री छ, त्यो कुराहरूसँग रिलेट गरेर एउटा थिम सेलेक्ट गरेर मैले एभ्री इयर एउटा कलेक्सन रिलिज गरिरहेको हुन्छु होइन। सो मैले रिसेन्ट कलेक्सन पूर्वेली कलेक्सन रिलिज गरेँ। सो त्यो चाहिँ टोटली ढाका फ्याब्रिकसँग इन्सपायर भएर मैले गरेको थिएँ। अनि सुट पनि हामीले जुन लोकेसन हुन्छ नि हाम्रो थिम जहाँबाट हामीले लिएको छौँ, सो त्यही लोकेसनमै गएर हामी सुट गर्ने गरेको छ। सो एन्टायर टिम काठमाडौँबाट हाम्रो जम्बो टिम हुन्छ, कम्तीमा पनि हाम्रो मिनिमम 20 जना जति टिम हुन्छ होइन। सो 20 जनाको टिम लिएर हामी जान्छौँ। योभन्दा अगाडि मैले जनकपुर गरेको थिएँ, मिथिला कलेक्सन थियो। सो यो प्रोसेस चाहिँ कस्तो हुन्छ भन्दाखेरि सुरुमा एउटा थिम पिक गर्छु। सो त्यसको लागि रिसर्च गर्छु। कम्तीमा पनि मलाई 6 महिनाको टाइम लाग्छ एउटा यो एन्टायर कलेक्सनको बारेमा काम गरेर प्रडक्ट निकाल्नको लागि चाहिँ। सो लामो छ प्रोसेस। त्यसले गर्दाखेरि वर्षमा एउटा चाहिँ म कलेक्सन रिलिज गर्छु हेरिटेज ब्राइडल चाहिँ। यो चाहिँ हाम्रो नेपालको आइडेन्टिटी अनि नेपालको ट्रेडिसन चाहिँ यत्तिकै मरेर नजाओस् होइन। सो केही न केही रूपमा चाहिँ बाँकी रहोस् भनेर चाहिँ यो कलेक्सनहरू गरिरहेको हुन्छु मैले। यो ब्राइडल कुटुर चाहिँ हामीले एभ्री 6 मन्थमा रिलिज गर्छौँ होइन। यो चाहिँ हाम्रो कमर्सियल प्रडक्ट भन्छु म, जसबाट चाहिँ हामीले पैसा गेन गर्छौँ भनौँ न। यो चाहिँ मेन स्ट्रिम ब्राइडल वेयर हुन्छ, ट्रेन्डमा जुन चलिरहेछ कलर थिम त्यो पिक गरेर हामीले गर्नेछौँ। रिसेन्टली मैले लारा दत्ताको लागि डिजाइन गरेको थिएँ होइन। सो यो पनि एउटा हेरिटेज कलेक्सनमै पर्न जान्छ है। मैले यो नेवारी पौवा पेन्टिङबाट इन्सपायर भएर त्यो लेहेङ्गाको डिजाइन गरेको थिएँ। त्यसमा चाहिँ तपाईँले त्यसमा सालभन्जीका जुन हाम्रो मन्दिरको टुँडालहरूमा पाउँछ नि हो त्यो स्कल्पचरबाट इन्सपायर भएर अनि प्लस पौवा पेन्टिङबाट इन्सपायर भएर मैले त्यो गरेको थिएँ। सो एकदमै राम्रो एक्सपिरियन्स भयो उहाँसँग काम गर्दाखेरि। बिङ अ डिजाइनर होइन, अब हामी सबैजनाले चाहे डिजाइनर होस्, चाहे एक्टर होस् होइन, चाहे मोडल किन नहोस् होइन, आफ्नो एक एकजना आइडल हुन्छ होइन। सो त्यस्तै मेरो पनि छ है। मलाई क्रिस्टियन डियोर एकदम मनपर्छ अनि कोको चानल मनपर्छ। उहाँहरूको जर्नी, उहाँहरूको हिस्ट्री होइन, उहाँहरूको डिजाइनको कन्सेप्ट एकदमै मनपर्छ। सो मैले उहाँहरूलाई हेर्ने गरेको छु। लारा दत्ताले अस्ति पनि कम्पेयर गर्नुभयो होइन। अब इन्डियामा हाम्रो मनिष मल्होत्रा हुनुहुन्छ, नेपालमा यहाँ मनिष राई छ भनेर कम्पेयर गर्नुभयो। त्यो छ, त्यस्तो इन्सिडेन्टहरू हुन्छ। हाम्रो फिल्डमा नेटवर्किङ पनि एकदमै इम्पोर्टेन्ट छ है। नेटवर्किङले पनि धेरै म्याटर गर्छ यो कुराहरूलाई। अनि सबैजनाले जस मेरो डिजाइन मन पराएरै लैदिनु भएको जस्तो सोरुममा बसेर म आफ्नो टाइम चाहिँ वेस्ट गर्दिनँ। किन भन्दाखेरि मेरो मेन भनेको जुनै पनि प्रडक्टको प्रडक्सनले चाहिँ सबैभन्दा ठुलो म्याटर गर्छ जस्तो लाग्छ मलाई होइन। सो त्यसले गर्दाखेरि म चाहिँ फ्याक्ट्रीमै हुन्छु मोस्ट अफ द टाइम। अनि अन्ली अपोइन्टमेन्ट बेसिसमा चाहिँ मैले क्लाइन्टहरू भेटिरहेको हुन्छु होइन। सो मेरो दिन 9:30 देखि स्टार्ट हुन्छ काममा अनि 5:30 सम्म म एन्टायर मेरो टिमसँगै म काम गरेर बसिरहेको हुन्छु। म मेरो मास्टरजीसँग, मेरो इम्ब्रोइडरी गर्ने मान्छेहरूसँग, मेरो स्टिचिङ गर्ने मान्छेहरूसँग, उनीहरूसँगै बिजी हुन्छु म। अनि मेरो डिजाइनिङ टिमसँग नयाँ कलेक्सनहरू
मैले रिजाइन गरेर बसिरहेको हुन्छु होइन। सो सोरुममा त हामीले फिनिस प्रडक्ट मात्रै लिएर राख्ने हो होइन। मेन प्रोसेस भनेको चाहिँ कारखानामा हुन्छ है। सो त्यसले गर्दाखेरि कारखानामा ध्यान दियो भने एन्ड प्रडक्ट पनि यत्तिकै रिजल्ट पनि राम्रो भएर आउँछ। सो मेबी त्यो कुराहरूले गर्दाखेरि पनि सबै सेलिब्रिटिजहरू मसँग काम गर्न झुक्नुहुन्छ जस्तो लाग्छ नि त। मेरो मम्मी बित्नु भएको 17 वर्ष कम्प्लिट भयो होइन। सो मेरो मम्मीको डेथ पछाडि चाहिँ म यतापट्टि अलिक अध्यात्ममा अलिकति बेसी रुचि राख्न थालेँ। हुन त म एकदम बच्चादेखि नै मेरो फ्यामिली ब्याकग्राउन्ड नै एकदम आध्यात्मिक थियो होइन। अनि बच्चादेखि नै अब मम्मी बुवाहरूले होइन मलाई पूजापाठ गर्न सिकाउनु भयो। हाम्रोमा पहिले बच्चादेखि नै बिहान बेलुकै पूजा हुन्थ्यो भगवानको। अनि वर्षमा 3-4 चोटि पूजा नै लगाउनुहुन्थ्यो होइन। सो त्यो हुँदाखेरि आई थिङ्क बच्चादेखि नै मलाई त्यो अध्यात्मप्रति एक किसिमको त्यो लगाव जो हुन्थ्यो नि। सो त्यसले गर्दाखेरि चाहिँ मेरो ममको डेथ पछाडि चाहिँ मैले यतापट्टि कृष्ण भगवानको भक्त भएँ होइन। अनि म वैष्णव भएँ भनौँ न। सो 15, 16, 17 वर्ष भइसक्यो म भेजिटेरियन भएको है। अनि मेरो दिन स्टार्ट चाहिँ भगवानकै प्रार्थनाबाट हुन्छ है। अनि बिहान मेरो घरमा राधा गोविन्द हुनुहुन्छ, शालिग्राम भगवान हुनुहुन्छ होइन, नरसिंह भगवान हुनुहुन्छ। सो सुरुमा मैले उहाँहरूको सेवा गर्छु होइन, उहाँहरूलाई भोग लगाइसकेपछि अनि बल्ल आफ्नो दिन सुरु गर्छु। अनि बेलुका पनि राति सन्ध्यामा पनि म भगवानको आरती गरेर अनि बल्ल आफ्नो रातिको कामहरू स्टार्ट गर्छु भनौँ न। म डेस्टिनीको पनि एकदमै स्ट्रङ बिलिभर हो। किन भन्दाखेरि होइन मैले 2012 मा है यो हाम्रो हिमालयन टाइम्स जुन छ होइन, हो त्यो मैले सबैजनालाई सब्सक्राइब गराउँदै हिँड्थेँ है। अनि त्यो हिँड्ने दौरानमा म नमुना कलेज अगाडितिर पनि सब्सक्राइब गराउँदै हिँडिरहेको हो है। अनि पछि लकिली के भयो भन्दाखेरि 2016 को अप्रिलमा जब मैले नेपाल फ्यासन विक गरेँ, त्यतिखेर मेरो नाम छाप्यो क्या त्यही हिमालयन टाइम्समा। सो डेस्टिनी कस्तो अचम्मको रमाइलो हुन्छ नि। पहिले त्यही हिमालयन टाइम्स मैले बेच्दै हिँडेको होइन, अनि पछि त्यही हिमालयन टाइम्समा मेरो नाम पनि छाप्यो है। त्यो कुराले हुन्छ नि इन्सपायर गर्छ अझै मलाई पछाडि हेर्दाखेरि अझै गर्नु छ जस्तो लाग्छ। अनि स्ट्रगलिङ डेजहरूमा गाह्रो थियो, एकदमै गाह्रो थियो। मैले कलेजबाट पनि कति वार्निङ लेटरहरू पनि पाएको छु किन भन्दाखेरि स्कुल फिजहरू मैले टाइममा तिर्न नसकेर होइन। सो त्यो भएको थियो। मसँग लिटरली भन्नुपर्दाखेरि पकेटमा 20 रुपियाँ पैसा नै हुँदैन थियो कि म के भन्छ गाडी चढेर आऊँ भनेर क्या, त्यस्तो पनि थियो। अनि मैले जब काम स्टार्ट गरेँ 14 बाट होइन, 14 मा अब मैले सामानहरू लिन जान्थेँ न्यू रोडमा, इन्द्रचोकबाट सामान लिन्थेँ। अनि त्यतिखेर झोला सामान बोकेर आउँथेँ। अनि यो जुन सफा टेम्पो चल्थ्यो त्यतिखेर यो 7 नम्बर डेपो हो अरे। अनि यो ग्रिन कलरको थियो, त्यो ब्याट्रीबाट चल्ने। ठिक्कै गोल्फ टायर बस्थेँ म, अनि गोल्फ टायरमा ठिक्क त्यसको स्टप थियो क्या। अनि त्यो टेम्पो चढेर म आउँथेँ होइन। अनि अहिले टक्क त्यो बाटो हेर्दाखेरि त्यो कोही बेला त्यो टेम्पो देख्छु होइन, अनि आफ्नो गाडी छ अहिले हेर्छु जर्नी त्यहाँदेखि यहाँसम्म पुगेँ भनेर खुसी लाग्छ आफूलाई। अनि यो जुन अहिले एक्जिस्टिङ बिल्डिङ छ मेरो, यो चाहिँ म कलेज जोइन गर्दाखेरि त्यतिखेर भर्खर बन्दै थियो। अनि बनिसकेपछि यहाँ फर्निचरको सोरुम खोल्यो। अनि त्यो सोरुम खोलिसकेपछि म कलेज जाने बेलामा बिहान म जहिले पनि हेर्थेँ। अनि त्यतिखेर त्यो डिस्प्ले विन्डोमा मेरो त्यो लुगाहरू यो उसमा यो बिल्डिङमा राख्नु पाए कस्तो राम्रो हुन्थ्यो होला, मैले यहाँ सोरुम खोल्नु पाए कस्तो राम्रो हुन्थ्यो होला भनेर म जहिले पनि सोच्थेँ। नभन्दै मैले यही बिल्डिङमा आफ्नो सोरुम खोलिरहेको छु अहिले। सो डेस्टिनी चाहिँ त्यसरी लिङ्क हुन्छ जस्तो लाग्छ मलाई। हामीले 6 महिना अगाडिबाट बुकिङ लिन्छौँ। सो त्यसले गर्दाखेरि हाम्रो इयर राउन्डै सेल्स भइरहेको हुन्छ। 2021 मा मैले मिथिला कलेक्सन गर्दाखेरि त्योभन्दा अगाडिदेखि नै मैले रिसर्च गरिरहेको थिएँ। जुन बेला हाम्रो लकडाउन भयो नि होइन, हो त्योभन्दा अगाडि नै म गएर जनकपुरै गएँ होइन। मेरो इन्टायर टिमै लिएर गएको थिएँ। टिम लिएर गइसकेपछि मैले त्यहाँ जनकपुरको लोकल मान्छेहरूलाई भेटेर यो मैथिली कल्चरको बारेमा मैले बुझेँ। सो 1 हप्ता जति त्यहाँ बसेर आएर अनि मैले पल्लो गरेँ आऊ। सो बिना रिसर्च चाहिँ काम गर्न मिल्दैन। किन भन्दाखेरि यो एउटा कल्चर, एउटा ट्रेडिसनसँग रिलेटेड कुरा भएर होइन, त्यो यत्तिकै हँचुवाको भरमा चाहिँ गर्न मिल्दैन। त्यसलाई चाहिँ डिपली बुझ्नु पऱ्यो सो द्याट हामीले राम्रोसँगले डेलिभर गर्न सकौँ। राई भनेको चाहिँ तपाईँको एकदमै भास्ट छ कम्युनिटी होइन। हजुरको राईहरूको चाहिँ कस्तो हुन्छ भने मैले बुझेसम्म राईहरूको एकजनाको अर्कोसँग भाषा मिल्दैन। सो कल्चर पनि धेरै डिफ्रेन्ट छ। अनि जात-जाति बेसी भयो अनि फेरि एकदम छरिएर बसेको छ राईहरू। सो त्यसले गर्दाखेरि काम गर्न अलिकति गाह्रो छ। जति लिम्बूकोमा काम गर्न सजिलो छ होइन, राईहरूकोमा चाहिँ काम गर्न अलिकति गाह्रो छ त्यसमा। पूर्वमा गोदावरी भन्ने एउटा ज्वेलरी थियो क्या हजुर, कानमा लगाउने होइन। यहाँको ढुङ्ग्री भनौँ न, ढुङ्ग्री होइन, ढुङ्ग्रीभन्दा ठुलो हुन्छ गोदावरी चाहिँ, ढुङ्ग्री चाहिँ सानो भर्जन भयो क्या।
त्यो हराइसकेको थियो ट्रेन्डमा होइन। मैले अनि पूर्वेली कलेक्सनको लागि चाहिँ मैले त्यो आफै डिजाइन गरेँ। जति पनि पूर्वेली कलेक्सनमा ज्वेलरीहरू छ होइन, यो मैले आफै डिजाइन गरेको हो। बनाउनु चाहिँ हाम्रो नटराज ज्वेलर्स चाहिँ उहाँहरूले बनाइदिनु भएको। यहाँ तपाईँले मेरो स्टोरमा पनि देख्नुहुन्छ होइन, पुरानो फोटोजहरू पनि छ। अनि प्लस म बुक्सहरू पनि हेरिरहेको हुन्छु। किनभने एकदमै पहिलेको जुन कलेक्सनहरू छ होइन, त्यो पाउनु चाहिँ अलिकति गाह्रो छ। तर पनि मैले सकेसम्म मैले खोजेर मैले हेरि नै रहेको हुन्छु। सो वान अफ द मेन सोर्स अफ इन्सपिरेसन मेरो कलेक्सनको चाहिँ पुरानो फोटोजहरू पनि। म काम गर्नु कम्फर्टेबल फिल गर्ने भनेको चाहिँ होइन, मल्लिना जोशी त अभियसली भइहाल्यो होइन। उहाँ हुनुहुन्छ। अनि त्यस पछाडि आँचल, अस्मी, सबिता। सक्सेसफुल चाहिँ म आफूलाई भन्दिनँ, बिकज स्टिल अझै मैले काम सिकिरहेको छु होइन। अझै चाहिँ कति काम गर्नु बाँकी छ होइन। तर यहाँसम्म आइपुग्नुको लागि चाहिँ एउटा डेडिकेसन अनि एउटा प्यासन हुन्छ नि। अनि म अझै केही गर्नु छ, अझै केही सिक्नु छ भन्ने चाहिँ त्यो भावना चाहिँ मान्छेमा हुनुपर्छ जस्तो लाग्छ है। मैले सबै कुरा जानिसकेँ, मैले सबै कुरा सिकिसकेँ भन्ने कुराले चाहिँ अगाडि बढिँदैन जस्तो लाग्छ मलाई। अनि एस्पायरिङ डिजाइनर्सहरूको लागि चाहिँ एउटै मात्रै मेरो सजेसन छ भनौँ न। अलिकति पेसेन्स हुन्छ नि, धैर्यता चाहिँ राख्नुपर्छ जस्तो लाग्छ। सक्सेस भन्ने कुरा ओभरनाइट आउँदैन। त्यसको लागि धेरै मेहनत गर्नुपर्छ। फेलियर हुन्छ। मैले पनि कतिवटा कुराहरूमा फेलियर भोगेको छु होइन। सो तर त्यो भन्दैमा हुन्छ नि, हामी अगाडि बढ्न सकिँदैन जस्तो चाहिँ लाग्दैन। सो जहिले पनि आफूमा एउटा विश्वास अनि धैर्यता अनि मेहनत, त्यो 3टा कुराले चाहिँ एकदमै म्याटर गर्छ। अब अपकमिङ इयरमा चाहिँ मैले एउटा प्रोजेक्टमा काम गरिरहेको छु। यो चाहिँ काठमाडौँ भ्यालीको हेरिटेजसँगै रिलेटेड कलेक्सन छिट्टै नै आउँदैछ। प्रोबाब्ली म यो अप्रिलमा रिलिज गर्ने सोचिरहेको छु। सो यो 2025 को हेरिटेज ब्राइडल चाहिँ काठमाडौँ भ्यालीसँग रिलेटेड नै हुन्छ।